दक्षिण कोरियाली सरकारले विदेशी श्रमिकहरूको अधिकार संरक्षणलाई सुदृढ गर्न देशभरका विदेशी संरक्षण केन्द्रहरूमा श्रम निरीक्षक पठाउने तयारी गरेको छ। यसमार्फत परामर्श प्रदान गरिनेछ र ज्याला नपाएको सम्बन्धी उजुरी सङ्कलन गरिनेछ। यस कार्यक्रमको सुरुवात यही महिनाको 29 तारिखदेखि 5 वटा संरक्षण केन्द्रमा परीक्षण रूपमा हुनेछ। प्रत्येक 2 हप्तामा एक पटक अनुगमन गरिनेछ र भविष्यमा 14 वटा केन्द्रसम्म विस्तार गर्ने योजना छ। न्याय मन्त्रालयले आवश्यक जानकारी, उपकरण तथा 20 भन्दा बढी भाषामा दुभाषी सेवा प्रदान गर्नेछ। साथै 4 भाषामा उजुरी र क्षतिपूर्ति प्रक्रिया सम्बन्धी जानकारी सामग्री तयार गरिनेछ। यदि ज्याला नदिएको तथ्य पुष्टि भएमा श्रमिकले छिटो आफ्नो ज्याला पाउन सकोस् भन्नका लागि अस्थायी थुनामुक्ति रिहाई गर्ने विषयमा विचार गरिनेछ। दुवै मन्त्रालयका मन्त्रीहरूले अवैध रूपमा बसोबास गरिरहेका विदेशी भए पनि कोरियामा काम गरेका छन् भने उनीहरूले न्यायोचित ज्याला पाउने अधिकार रहेको र विदेशी श्रमिकमाथि अन्याय हुन नदिइने स्पष्ट पारेका छन्। अहिले नै क्रसमा दर्ता गर्नुहोस्। राहदानीको म्याद सकिँदा र भिजा नभए पनि निशुल्क दर्ता गरेर नेपालमा पैसा पठाउनुहोस्।